सम्पूर्णमा नमस्कार। आज म तपाईँहरूलाई यो एउटा सिमुलेसन फाइल देखाउन खोजिरहेको छु। यस फाइलमा तपाईँहरूले सिमुलेसन फाइलमा के गर्न सकिन्छ भन्ने कुरालाई तपाईँहरूले क्लियरली हेर्न सक्नुहुन्छ। सिमुलेसन फाइलमा तपाईँहरूले विद्यार्थीलाई आफ्नै तरिकाले डाइनामिक तरिकाले कस्तो फाइल बनाउन सकिन्छ र विद्यार्थीहरूलाई कसरी रिप्रेजेन्ट गर्न सकिन्छ भन्ने कुरालाई प्रष्ट गर्न खोजिरहेको छु। यो फाइलमा तपाईँहरूले आज सिक्नुहुनेछ डिस्टेन्स बिट्विन टु पोइन्ट भन्नाले कुनै पनि लाइन यहाँदेखि यहाँसम्मको पोइन्ट यसको फर्मुला हामीले यो पोइन्टको डिस्टेन्स कसरी निकालिन्छ भनेर सबभन्दा पहिले हामीले फर्मुला डिराइभ गर्न पर्ने हुन्छ। यसको लागि तपाईँले यो भिडियो क्लियरली हेर्नु होला। देयर आर टु पोइन्ट्स अन अ लाइन सिगमेन्ट्स। यहाँ हामीसँग दुईवटा पोइन्ट्सहरू यो लाइन सिगमेन्टमा हामीसँग क्रिएट भएका छन्। यो दुईवटा पोइन्टहरू मुभेबल छन्, जहाँ चाहिँ मुभमा गएर तपाईँले खिच्नुभयो भने यो पोइन्ट एक्ज्याक्टली मुभ गर्न सक्नुहुन्छ। कुन ठाउँमा आफूलाई सुटेबल छ त्यसमा राख्न सक्नुहुन्छ। त्यसै गरी नेक्स्ट बटन थिच्नुभयो भने द कोअर्डिनेट अफ ए इज यति। अब हेर्नुहोस् है, यसको पोइन्ट चाहिँ के छ अरे x1, y1। अब त्यसो भए b को के हुन्छ त भनेर विद्यार्थीहरूलाई आफैले फेरि सोध्न सकिन्छ। कसरी यो x1 भयो भनेर बुझाउनका लागि तपाईँले यहाँदेखि यहाँसम्मको हामीले के भन्न सक्यो, x1 भन्न सक्यो। यहाँदेखि यहाँसम्मलाई के भन्न सक्यो, y1 भन्न सक्यो। त्यसै गरी विद्यार्थीहरूलाई यो कति हुन्छ यहाँदेखि यहाँसम्म भनेर तपाईँले पुरै यो ओ अथवा 0 देखि यहाँसम्मको पोइन्ट कति हो, x2 भन्न सक्नुहुन्छ र यहाँदेखि यहाँसम्म y2 भन्न सक्नुहुन्छ। यसरी यसमै पनि लेखेर तपाईँहरूले यो फाइल युज गर्न सक्नुहुन्छ, जहाँ चाहिँ अब तपाईँले के बुझ्नु पर्यो यसबाट हो, अहिले मैले भनेको जस्तै यहाँदेखि यहाँसम्मको पोइन्टलाई x1 भन्न पाइयो र यहाँदेखिको यहाँसम्मको पोइन्टलाई हामी के भन्न पाइन्छ, y1 भन्न पाइन्छ। त्यसै गरी हामीले बी कोअर्डिनेट्सलाई अब हामी कसरी लेख्न सक्छौँ, x2, y2 भनेर लेख्न सक्छौँ। त्यस्तै यहाँ पनि क्लियरली लेखाइदिएको छ। अब हेर्नुहोस् नेक्स्ट बटनले अब हामीलाई के चाहिन्छ, यो पोइन्टमा यहाँदेखि यहाँसम्म एउटा लाइन हाम्रो y2 हो। यसमा ए देखि यसरी पर्पेन्डिकुलर ड्र गर्न सकिन्छ। यसमा यसको नाम ई राख्न सकियो हो। त्यसै गरी विद्यार्थीहरूलाई बुझाउन पनि यस पेनको हेल्पले तपाईँहरूले यहाँदेखि सजिलै बुझाउन सक्नुहुन्छ। ल त्यसै गरी अब त्यही भनेको छ ए ड्र द एई पर्पेन्डिकुलर बिडी। बिडीमा पर्पेन्डिकुलर चाहिँ एई एउटा पर्पेन्डिकुलर ड्र गर्नुहोस्। अब हियर टु लेन्थ अफ डिसी। अब एउटा बुझ्नुपर्ने कुरा, एकदमै ख्याल गर्नुपर्ने कुरा, विद्यार्थीहरूलाई बुझाउनु पर्ने कुरा यसमा छ। अब हेर्नुहोस् यहाँदेखि यहाँसम्मको पोइन्ट x2, तर यहाँसम्म पुरै चाहिँ के हो, x1 हो, सुरुको पुरै चाहिँ x2 हो। तर हामीले यति माइनस गर्ने हो भने त के बाँकी रह्यो, x2 माइनस x1 भयो हो। यो चाहिँ सिडी को लेन्थ चाहिँ कति भयो, x2 माइनस x1 भयो। त्यसै गरी अब हामीसँग त्यसो भए यो र यो त प्यारालेल छ, प्यारालेल पनि छ र इक्वल पनि हुन्छ, x2 माइनस x1 पनि हुन सक्छ। त्यसैले अब यसलाई हामी x2। त्यसै गरी अब यहाँदेखि यहाँसम्म y2 हो। हामीले यति चाहिँ माइनस गर्ने हो भने y1 लाई अथवा y1 लाई मात्रै माइनस गर्ने हो भने पनि के हुन सक्छ, बिडी माइनस इडी गर्ने हो भने इडी भनेको त के हो, यो र यो त y1 हो। त्यसो भए y2 भन्न सक्यो। यसमा y2 माइनस y1 भन्न सक्यो। यहाँ हेर्नुहोस् त, यो र यो त बराबरी छ नि, त्यसैले यो y2 माइनस y1 भन्न सकियो। यसलाई यतिलाई मात्र यसरी विद्यार्थीहरूलाई सिकाउन सकिन्छ हो। त्यसै गरी अब हेर्नुहोस् त, सिन्स अब हामीसँग यो त एउटा ट्रायङ्गल एइबी भन्ने चाहिँ राइट एङ्गल ट्रायङ्गल भयो। इन राइट एङ्गल ट्रायङ्गल के भनेको छ, 90 डिग्री भएकोले यहाँ राइट 80 डिग्री भएकोले बाई युजिङ पाइथागोरस थ्योरम
भनेर हामीले यसलाई लेख्न सक्छौँ। यो राइट एङ्गल ट्रायङ्गल देखाउन सक्छौँ। अनि राइट एङ्गल ट्रायङ्गलको फर्मुलाबाट यसरी हामीले प्रुफ गर्न सक्छौँ। यो भिडियो तपाईँहरूलाई एकदमै काम लाग्न सक्छ। यो फाइल कहाँ पाइन्छ भने युट्युब च्यानलमा तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ है त।